सो हे गाइज आजको मिनी ब्लग स्टार्ट हुन्छ रामपुर टु रामडाँडा। हामी तीनजना चाहिँ टक्क रामडाँडाको लागि निक्लिसकेका छौँ र बाटोमा भोक लाग्छ र हामीले चटपटे खान्छ। चटपटे चाहिँ लास्टै पिरो हुन्छ गाइज। अनि त्यसपछि हामी आफ्नो यात्रा सुरु गर्छौँ र टक्क लाएर हामी चाहिँ नाच्दै नाच्दै हिँडिरहेका हुन्छौँ। अनि पुल आउँछ, पुलमा चाहिँ यसले फोटो खिच्न भन्छ। त्यसपछि उनले ब्लग स्टार्ट गर्छन्। हामीलाई चाहिँ बहिनीहरूले चाहिँ 3टा आँप दिएका थिए। सो हामी आँप चाहिँ खाँदै खाँदै हाम्रो यात्रा स्टार्ट गर्छौँ। थ्याङ्क यू सो मच बहिनी, भिडियो हेर्छौ भने चाहिँ सब्सक्राइब गरिदेऊ ल। अनि हामी आँप खाँदै खाँदै हाम्रो यात्रा स्टार्ट गर्छौँ। अनि टक्क पुलतिर आउँछौँ अनि हामीले पुलको भ्यूहरू खिच्छौँ। अनि त्यसपछि चाहिँ गण्डकी बढेर रहेछ। यो टाइममा चाहिँ माछा मार्न चाहिँ एकदमै माछा पर्ने सम्भावना हुन्छ। अनि रिमले चाहिँ फोटो खिच्न भन्यो। होमले चाहिँ ब्लग गर्दा गर्दै त्यहीँबाट ब्लगबाटै फोटो खिचिदिए। म चाहिँ साइडमा टक्क उभिएको थिएँ। अनि त्यसपछि टक्क हामी आँप खाँदै खाँदै हाम्रो चाहिँ यात्रा स्टार्ट गऱ्यौँ। अनि त्यसपछि टक्क लगाएर हामी चाहिँ पिच रोडमा आइयो। पिच रोडमा हामीलाई यति खुसी भयो। अनि त्यस होमले यति राम्रो बादल देख्ने बित्तिकै मोबाइल निकालेर ब्लग गर्न स्टार्ट गरिसकेँ। अनि त्यसपछि टक्क लगाएर रिम चाहिँ दौडियो। अनि त्यसपछि म चाहिँ टक्क हाई गर्दै हिँडेँ। अनि त्यसपछि चाहिँ म केटा चाहिँ पछाडि थाकी हिँडेको थिएँ। म चाहिँ अगाडि हिँडिरहेँ। हिँड्दा गर्मी भएर हामीले भेस्ट चाहिँ खोलेर टक्क चाउचाउ खाँदै हाम्रो यात्रा स्टार्ट गरियो। र हाम्रो भोलिपल्ट चाहिँ हाम्रो घर नास्ता सास्ता खाएर रामडाँडाको लागि निस्क्यौँ। हामी चाहिँ नाच्दै निस्किरहेका थियौँ। र टक्क बाटोमा चाहिँ हामीले सर्ट भिडियोको लागि भिडियो सुट गऱ्यौँ। अनि त्यसपछि हामी चाहिँ नाच्दै आफ्नो यात्रा स्टार्ट गऱ्यौँ। सबजना लाइक गरेका थिए। अनि त्यसपछि टक्क चाहिँ मैले ब्लग स्टार्ट गरेँ। अनि त्यसपछि ब्लग चाहिँ अहिले मिनी ब्लगमा हाल्नु भनेर चाहिँ हामी टक्क भिडियोहरू सुट गरियो। अनि त्यसपछि हाम्रो उकालो यात्रा स्टार्ट गरियो। बाटोमा जाँदा एउटा खतरनाक पुल भेटियो। अनि त्यसपछि केटाहरू त राम्रोसँग तरेर म त तर्न नसकेर आइरहन्। अनि टक्क जाँदा तिमुर भेट्यो। अनि केटाहरूले चाहिँ प्लास्टिकमा तिमुर टिप्यो, मैले पनि टिपेँ। हामी चाहिँ गर्मी भएर भेस्ट खोल्दै हाम्रो यात्रा स्टार्ट गरेका थियौँ। र टक्क लाएर हामी चाहिँ भेस्ट खोलेर टक्क लाएर यात्रा स्टार्ट गरिरह्यौँ। अनि चाहिँ हामी टक्क हिँड्यौँ। अनि त्यसपछि चाहिँ रिम चाहिँ हामीलाई गोरुले जस्तै बाटोदेखि गिराएको थियो। अनि त्यसपछि त्यो त गोरुले लहेर्दै अगाडि हिँड्यो। हामी चाहिँ पछाडि लुखुर गर्दै हिँडिरह्यौँ। अनि त्यो चाहिँ अगाडि हिँडिरह्यो गोरु दफाउँदै। अनि टक्क लगाएर हामी चाहिँ रामडाँडा पुग्न लागिसकेका थियौँ। र हामी भ्यूहरू खिच्दै हाम्रो यात्रा स्टार्ट गरिरहेका थियौँ। टक्क हामी रामडाँडा पुग्यो, नास्ता सास्ता खायो। अनि त्यसपछि टक्क भिडियोहरू सुट गर्नको लागि रामडाँडातिर हिँड्यो। अनि त्यसपछि टक्क हाम्रोमा चाहिँ भिडियोको लागि टक्क हेर्दै हिँड्यौँ। अनि त्यसपछि टक्क लगाएर भ्यू खिच्यो रामडाँडाको। रामडाँडामा भ्यू चाहिँ बब्बाल आएको रहेछ। अनि अरू ठाउँबाट पनि पिकनिक गर्न मान्छेहरू आएका रहेछन् र भ्यू चाहिँ बब्बाल रहेछ गाइस। अनि त्यसपछि टक्क लगाएर हामी चाहिँ रामडाँडाबाट घरतिर फर्क्यौँ। आजको लागि मिनी ब्लग यति नै थियो। एन्ड बाई।